Hi guys, welcome back to our vlog. So आज चाहिँ हामी भरतपुर एयरपोर्टबाट पोखरा इन्टरनेसनल एयरपोर्ट गइरहेछौँ अनि टिआरसीहरू पनि सक्यो. सो अब चाहिँ हाम्रो ट्रेक प्लान थियो, सर्ट ट्रेक. त्यसको लागि चाहिँ हामी घोरेपानी जाँदैछौँ अनि अब भरतपुर एयरपोर्टबाट पोखरासम्म चाहिँ फ्लाइट अनि पोखराबाट चाहिँ गाडी लिन आउनुहुन्छ होटलबाट अनि त्यो गाडी चढेर चाहिँ हामी घोरेपानीसम्मै पुग्नेवाला छौँ आज है. So let's see how this day goes. After Pokhara, अब चाहिँ पोखरा हाल्छ कि प्लेट प्यानमा कि चितवनमा चाहिँ आज एकदमै राम्रो दिन छ. होपफुली पोखरामा पनि यतिकै राम्रो दिन होस्, जाने बित्तिकै हिमालको दर्शन गर्न पाऊँ अनि लेट्स इन्जोय द फ्लाइट. वेलकम टु पोखरा. Thank you, Baba. सक्छ यस्तो काम गर्नु सक्छ, नमस्ते भन्ने काम गर्नु सक्छ. गाह्रो छ हजुर. यो चाहिँ पोखराको नयाँ इन्टरनेसनल एयरपोर्ट जुन भर्खर कम्प्लिट भएको हो. इन्टरनेसनल फ्लाइटहरू चाहिँ खासै आइसकेको छैन, तर स्टिल वी कल इट इन्टरनेसनल एयरपोर्ट. So after 15 minutes of flight and around 4 hours of drive, we are about to reach Ghorepani. So Ghorepani ko hotel ki gadi gayo and it's quite congested, but we'll be getting there soon. So finally हामी घोरेपानी आइपुग्यौँ. एकैचोटि तराईबाट पहाडमा आएको भएर अगाडि देखिरहेको जस्तो फिल पनि भइरहेको थियो, तर त्यो हिमाल देखेपछि इट वाज जस्ट नेक्स्ट लेभल. एकछिन के भइरहेको छ नि बुझ्न गाह्रो भएको थियो हामीलाई. सो फाइनली हामी होटल आइपुग्यौँ, चेक इन गऱ्यौँ होटल स्नोल्यान्डमा अनि अब रुमतिर जाँदैछौँ हामी. अभी अर्कै भएछ त फेरि सनसेटको लाइटले गर्दा नाइस. अवस्थित भयो अभी हेर नि त के यस्तो. आजको लामो यात्रापछि हामी फाइनली होटल गएर फ्रेस भयौँ अनि जाडो थियो, हिटर ताप्दै हामीले मजाले त्यहाँको लोकल खाना खायौँ. सबैले देख्ने एउटै हो त. They just feel like they're on top. But we'll be in some hot 35. आज चाहिँ हामी बिहानै 4 बजे उठेर होटलमा रेडी भएर तातो लुगा लगाएर चाहिँ वी स्टार्टेड हाइकिङ टुवर्ड्स पुन हिल. अनि घाम उदाउनुभन्दा अगाडि नै हामी खास त्यहाँ सनराइज हेर्न पुगेको थियौँ. अनि हामीभन्दा अगाडि त्यहाँ अलमोस्ट 2-3जना मान्छेहरू पुग्नु भइसकेको थियो, बट इट वाज just different, out of my words.
यो चाहिँ मेरो सेकेन्ड पुनिल ट्रेक हो। फर्स्ट टाइम आउँदाखेरि चाहिँ मनसुनमा आएको थियौँ अनि क्लाउडी थियो, केही पनि हेर्न पाएनौँ। यसपालि चाहिँ सबै कुरा मजाले देख्यौँ, सनराइज पनि हेऱ्यौँ, इन्टायर माउन्टेन रेन्ज हेऱ्यौँ, माउन्टेन फ्लाइट पास भएको पनि हेऱ्यौँ। सो इट वाज क्वाइट डिफ्रेन्ट एक्सपिरियन्स यसपालि चाहिँ। Bank is about to pass out. So after watching sunrise, हामीले चाहिँ जाडोलाई च्यालेन्ज गर्दै चिया खाने प्लान गऱ्यौँ अनि त्यसपछि हामी चिया खान गयौँ। सो पुष्काले ब्ल्याक टी अनि मैले चाहिँ मिल्क टी विथ 2 सुगर्स खाएँ अनि त्यो भ्यू हेर्दै त्यो चिया खानुको मजा वाज अति नै खतरा है। लास्ट टाइम जाँदाखेरि चाहिँ यो बन्द भइसकेको थियो, सो चिया पनि खान पाएको थिएनौँ। यसपालि चाहिँ मजाले चियाको स्वाद लिई माउन्टेन रेन्ज हेर्दै रमाइलो भयो, अति रमाइलो भयो। No, done. I'll hold it too. सुन्नु त्यो होल गर्दै स्टिकर हालिदिइहाल्छु, स्टिकर हालिदिन्छ। स्टिकर अहिले लास्टमा हालिदिनु हुन्छ। जानु यो मेरो टी-सर्ट एउटा ठाउँमा बसेर फोल्ड गर्न पायो भने त ठिक चाहिँ। म उता जम्मा बाबी बस्नु न, यहाँ बस्नु न, यहाँ बसेर चिरमा हेरिदिनु न। सो चिया खाँदै गर्ने क्रममा चाहिँ एकजना प्रो भेटेँ मैले त्यहाँ अनि उसँग गफ गर्दा गर्दै म एकछिन भुलेछु अनि पुष्का चाहिँ मलाई कुरेर रिसाएर बम फायर भएर बसिरहेको थियो रहेछ। म चाहिँ खास त्यो ब्रो अस्ट्रेलियाकै लागि काम गर्दो रहेछ नेपाल बसेर अनि उसकैसँग अर्का कुराकानी गर्न थालेँ अनि पुष्कालाई खोजिरहेको थियो कि यस्तै कहाँ गयो पुष्का भनेर। अनि पुष्का चाहिँ एउटा कुनामा बसेर मलाई खोजिरहेको रहेछ अनि एकदमै रिसाएर बम भइरहेको रहेछ अनि त्यसपछि उसलाई देखेँ मैले। बाबी तिमी फोटो खिच्दिन, अब पनि हो तिमी त्यहाँबाट फोटो खिच्दिन। बम भएर बसिरहेको छ, गोली भएर फोटो खिच्नु त एकजना ब्रो भेट्यो, अस्ट्रेलियामा जानुपर्छ कि। सो पुष्कालाई फकाएर अनि सरी भनेर अनि वी वेन्ट फर फोटो सुट अनि फोटो खिच्यौँ हल्का। त्यसपछि हामीले
सो टावर चढ्दै गर्दा चाहिँ मैले सुजन दाई र शोभा दिदीलाई भेटेँ। उहाँहरू चाहिँ हाम्रो पोखरादेखि घोरैपानीसम्मको ट्राभल पार्टनर। हामी होटलकै गाडीमा चाहिँ माथि घोरैपानीसम्म पुगेको थियौँ अनि एउटै होटलमा बसेको थियौँ। सो हाम्रो भेट भइरहेको थियो अनि फर्चुनेटली हामीले चाहिँ एकदमै राम्रो बन्ड बनाउन सक्यौँ त्यो ट्रिपमा, किनभने हामी घोरैपानीबाट घामजुकसम्म जाँदाखेरि पनि दे वर आवर ट्रेकिङ पार्टनर। हामी बाटोमा भेट्दै खाँदै गइरहेको थियौँ। सो वी ह्याड रियली गुड टाइम टुगेदर। अनि मैले चाहिँ उहाँहरूको फोटो खिच्दिने अनि उहाँले चाहिँ हाम्रो फोटो खिच्दिने। यो ट्रेन चाहिँ इन्टायर घामजुकसम्मै चलिरहेको थियो, एकअर्काको फोटो खिचिदिराख्ने हामीले। सो उहाँहरू हाम्रो ट्रेकिङ सँगसँगै फोटो पार्टनर पनि हुनुहुन्थ्यो है। Perfect. Look. 1, 2, 3, 3. 3 अब normal photo है त 3 अनि लास्ट सरासरी full range ल 3 at खतरा camera 2 sorry ल सो पुनीबाट फर्केपछि हामी होटलमा आयौँ, ब्रेकफास्ट खायौँ अनि हाम्रो अर्को डेस्टिनेसनको लागि रेडी भयौँ अनि हामी लाग्यौँ टाढा पानीतिर। घोरैपानीको हिँडाइपछि हाम्रो अर्को स्टप थाप्ले डाँडा थियो। थाप्ले डाँडाबाट पनि एकदमै राम्रो माउन्टेन रेन्ज देखिँदो रहेछ अनि यो चाहिँ अलमोस्ट पुनीको यस्तो हाइटमा रहेछ। दुबई क्या थियौँ त पानी पो तान्नु थाल्यो त ट्रेकिङ जाने पर्फेक्ट 100% Vantuk. That's right.
फेरि आउनु मन ल जिरा चाहिँ मिलाउने कुरा देखिरहेको छ के हुँदैन एकदमै देखिरहेको छ एकछिन देखिरहेको छ त्यो दिनको कठोर हिँडाइपछि हामी पुग्यौँ टाढापानी फाइनली यस्तै 6-7 बजे टाढापानी पुग्यौँ होटलमा चेक इन गरेर खानासाना खायौँ अनि पुस्काको चाहिँ त्यही दिनबाट नि इन्जुरी सुरु भएको थियो सो घोडा दुख्न थालेको थियो अनि हाम्रो नेक्स्ट डेस्टिनेसन वाज खान्द्रुक भन्दाखेरि पारी लान्द्रुक थियो जो चाहिँ हामी भोलि हिँडेर पुग्नु पर्ने थियो मैले 9:30 बजे हो कि 6 घन्टापछि मैले अघि दिउँसो खाना खाएर पनि खाएको नि त अनि 9:30 बजे ठ्याक्क औषधि 9 बजे Battery 100%. सो भोलिपल्ट हामी टाढापानीमा ब्रेकफास्ट गऱ्यौँ उठ्यौँ अनि लकिली वी फाउन्ड त्यो नी ब्यान्ड अनि नी ब्यान्ड लाउँदै हामी त्यही गरेको थियौँ किनभने सेकेन्ड थर्ड डे पछि त नी एकदमै दुख्न थाल्यो सो लेट्स गेट टु खान्द्रुक अनि विल डिसाइड त्योभन्दा फर्दर जाने कि नजाने भनेर चाहिँ त्यहाँ पुगेर डिसाइड गर्ने प्लान भयो हाम्रो
अँ हो दाइ र दिदीको यात्रा चाहिँ घान्द्रुकसम्म मात्र थियो अनि हामी चाहिँ घान्द्रुकमा खानासाना खाने अनि अझै अगाडि जाने प्लान थियो। हामी घान्द्रुक पुग्यौँ, खानासाना खायौँ अनि त्यसपछि हामी लान्द्रुकतिर लाग्दै थियौँ। पुस्काको खुट्टाले एकदमै दुःख दियो अनि त्यसपछि हामी चाहिँ लक्लिठाको बाटोमा एउटा बस पनि भेट्यौँ। उभिएर भयो नि नयाँ पुलसम्म जाने भनेर हामी नयाँ पुलतिर लाग्यौँ। नयाँ पुलबाट चाहिँ हामी ट्याक्सी चढेर पोखरातिर गयौँ। सो बेलुका पोखरा पुग्यौँ अनि पोखरा पुग्ने बित्तिकै त्यहाँ अर्कै छ लाइफ। सो पब गएर यसो डिनर सिनर गऱ्यौँ अनि त्यसपछि एकदमै टायर्ड थियौँ, गएर होटलमा गएर सुत्यौँ। सो त्यो टायर्डनेसलाई रिकभर गर्न नभए पनि एक दुई दिन चाहिँ पोखरा बस्ने भन्ने प्लान भयो। सो एक दुई दिन पोखरा घुम्यौँ अनि त्यसपछि चाहिँ हामी फ्लाइटबाटै सौरा चितवन फर्क्यौँ। गरेका छौँ। बाहिरको तापक्रम 30 डिग्री सेल्सियस छ। सिटको बेटी बाँध्ने सङ्केत पनि ननिभेसम्म र जहाज पुरानो रोकिएसम्म सिटको बेटी नसाल्नुहोला। सिटमाथिको सामान कक्ष खोल्दा कृपया ध्यान पुर्याउनु हुन अनुरोध छ। कमान कर्मचारीहरू बुधाइको स्थितिमानमा हामीलाई सेवा र सत्कारको मौका दिनुभएकोमा आभार प्रकट गर्दछौँ। साथै जहाजबाट उर्लनु अघि आफ्नो सामानको जाँच गर्नुहुन अनुरोध गर्दछौँ। शुभ दिन, नमस्ते। Ladies and gentlemen, we have landed at Bharatpur Airport. Now,